療専門学校謝恩会を開催いたします。短い時間でございますが、ごゆっくりお聞きください。なんですけども、2人いたら女の仲間が下田歌子さんです。髪の毛の美白で近年すごく人気なのはयो छतमा छन् हामी के अरे नानीको ग्रेजुएसनमा थियौँ। ग्रेजुएसनमा आज फाइनल डे अनि यहाँ मैले थोरै हल्का माथि छतमा छ मलाई टपमा 7 फ्लोरमा यो के यहाँ त बाहिरको नजारा पनि यस्तो रहेछ। यहाँ टोकियो टावर नजिकै छ। नानीको उसमा थियौँ हामी ग्रेजुएसनमा आएका यहाँ गौतममा सिर्जना गौतमजीले हेर्ने बहिनीले हेरी छन्। हामी राजु ज्वाइँले हेर्नु भएको छ अनि मिना राईमाझी आन्टीले हेर्नु भएको छ। गौतम लक्ष्मीले हेर्नु भएको छ। ल टोकियोको नजारा यो गौतमदा हो। यहाँ नानीको के अरे ग्रेजुएसन आज यो टोकियो युनिभर्सिटी तपाईँको हलिउड ब्युटिसियन प्लाजा बिल्डिङ माथि यो कोखा बिल्डिङ यो छ। यो प्लाजा के हो? यो सायद होटलै होला। मोरी बिल्डिङ भन्ने लेखिएको छ। यहाँ तल यो 7 फ्लोरको छतमा छौँ हामी। पछाडि ग्रेजुएसन यहाँ दाइहरूले फोटो सेसन गर्दैछन् बहिनीको। साथीहरू अनि सबै यिनीहरू सुभाष कार्कीले हेर्नु भएको छ। नमस्ते। ल अङ्कल मोतीले हेर्नु भएको छ। सबैलाई हेर्ने जतिले नमस्ते दर्शन भने म यहाँ टोकियोबाट आज म टोकियोमा छु। टोकियोमा रूपङ्गी एरिया टोकियोको बाहिरको नजारा। आज पनि मौसम क्लियर छ नि यहाँ। ल 2 बजेको है। गौतम नमस्ते। लक्ष्मी नमस्ते। सुभाष कार्की नमस्ते। सबैलाई नमस्ते। इन्द्र केसीजीले हेर्नु मामालाई हेर्नुहोस् नमस्ते दर्शन सबैलाई। ल म यहाँ फोटो सेसन नानीहरूको भाइ बहिनीको फोटो सेसन हुँदैछ। मम्मी कता गयो थाहा छैन। भित्र यहाँ अब के अरे नास्ता अनि
जनक 40ले हेर्नु म टोकियोमा छु अङ्कल आज हामी त सँगै काम गरेको हो नि गौतम लक्ष्मीले हो भाइहरू त ए हो र भाइहरू छोरा हो नि मेरा दुईटा छोरा एउटी छोरी कान्छी छोरीको आज ग्रेजुएसन थियो दुईटाले ग्रेजुएसन गरिसके ल थ्याङ्क यू भेरी मच बच्चाहरूको चल्या नि यहाँ ग्रेजुएसन यो उत्तरी बनिरहन्छ सबै बच्चाहरू ल यति मैले यति गर्दा यो तोरीबारी रहेछ यहाँबाट मैले सबैलाई लाइभ आउने सबैलाई दर्शन नमस्ते भन्दै ल कोनिचिवा ओहायो लन्च जापानको अमेदत्व गोजाइमास भन्दै केटाकेटीलाई सबैलाई यो ग्रेजुएसनको उपलक्ष्यमा अमेदत्व गोजाइमास बधाई हो भन्दै मैले यसलाई राखेँ जनक अङ्कलले अनि सङ्गीता पनि कङ्ग्रेचुलेसन भनिसन् पोखरेलजीले बहिनीले ल छोरीको त्यो ग्रेजुएसनमा यहाँ छतबाट है हामी बच्चाहरूले डिस्टर्ब भयो जस्तो भनेर पछाडि आएँ ल हवस् मैले अहिले यसलाई स्टप गरेँ है त हवस् धन्यवाद